साथीहरू नमस्ते सबैजनालाई। सो आज म अलि बिजी थिएँ फुटबलले गर्दा हैन, वर्ल्ड कपले गर्दा हैन। मैले एउटा गेम पनि हेरेको छैन, म हेर्दिनँ। मलाई त्यसमा त्यस्तो इन्ट्रेस्ट लाग्दैन। गेम हो हैन, लाइफ जस्तै हो, वेल स्क्रिप्टेड छ, कसले जित्छ थाहा छ हैन। अब कसले कुन गेम कहाँ पुग्यो पनि थाहा छैन हैन, मेक्सिको हो कि हैन। अनि तर अब वर्ल्ड वाइड नै मान्छेहरूलाई इङ्गेज गरेर राखेको छ नि त उहाँहरूको एक्साइटमेन्ट हेर्नुहोस्, ऊर्जा हेर्नुहोस् हैन। म चाहिँ फुटबल भन्दा पनि फुटबल हेर्ने त्यो गेम हेर्नेहरूको ऊर्जाप्रति बेसी म ध्यान जान्छ मेरो। त्यति धेरै म त्यसमा इन्भल्भ त हुन्न, तर त्यसको बारेमा फेरि कुरा गरौँला यदि हजुरहरूलाई इच्छा लाग्छ भने हैन, मलाई इच्छा लाग्छ भने। त्यो चाहिँ एउटा फुटबल एउटा गेम भयो, तर त्यस पछाडि अर्कै गेम फेरि एउटा चलिरहेको हुन्छ कि, त्यो चाहिँ एकदमै इन्ट्रेस्टिङ छ। ओके, आज मसँग अर्को एउटा कविता छ। हजुरहरूलाई थाहा छैन हैन, यो त सबै अब त्यो परम आत्मासँगको इन्टिमेट लभको कथा हो हैन। जसरी गयो नि, जे गरी गयो नि हैन, मिलनको, बिछोडको, अनि त्यसमा धेरै चिजहरू हुन्छ हैन। सो आजको कविता यस्तो छ। एक हातले तिमी छेक, अर्को हातले म ढाकौँला, यो मायाको ज्योतिलाई हर आँधी हुरीबाट हामी जोगाउँला। यो मायाको ज्योतिलाई हर आँधी हुरीबाट हामी जोगाउँला। अरूलाई यो तेजले छोला नछोला, हामी दुई एक बनी यसको ऊर्जासरी बलिरहँला। ज्योति स्वरूप भई खुलिरहँला, मायामा सुस्तरी जल्नुको हामी आनन्द लिउँला। मायामा सुस्तरी जल्नुको हामी आनन्द लिउँला। शब्दका धागोमा यो मायाको मोती उनेर भावपूर्ण पूजा गरौँला। सत्य प्रेम परमात्मा एक अनि अनेक भई मिलन बिछोडको यो खेल खेलौँला। चिने चिने जस्तो नचिने जस्तो गरी फेरि कोसिस गर्दै आफ्नो सही परिचय उजागर गरौँला। चिने चिने जस्तो नचिने जस्तो गरी फेरि कोसिस गर्दै आफ्नो सही परिचय उजागर गरौँला। आऊ, एक हातले तिमी छेक, अर्को हातले म ढाकौँला, यो मायाको ज्योतिलाई हर आँधी हुरीबाट हामी जोगाउँला। हर आँधी हुरीबाट हामी जोगाउँला। सो त्यति हो आजको। हेर्नुहोस् न, मेरो नोटबुक पनि यो छोरीको नोटबुक हो, उसले पुरै युज गरेन है। अनि मैले पहिला वर्षको, अनि मैले यसलाई मेरो कविता लेख्न युज गर्छु। यो उसकै राइटिङ है, पहिलाको 2021 को। ओके, सो खेलै त हो नि है। रमाइलो छ एकदम। अहिले सबैतिर फुटबलको वर्ल्ड कपको फिभरले छोइरहेको छ हैन। यस्तै फिभरले चाहिँ परमात्मासँगको त्यो एउटा हुन्छ नि मोहले पनि सबैलाई छोओस् हैन। आफ्नो आफ्नो ढङ्गबाट सबैले कोसिस गरि नै राख्नु भएको छ हैन। यो कसैले कसैलाई दिएर हुने चिज होइन। यो सबैले आफ्नो आफ्नो अनुभव बटुलेर सुनाउँदाखेरि अरूलाई कुन शब्दले छोइदिन्छ त्यो थाहा हुँदैन कि। हरेक मान्छेलाई एउटै औषधिले काम गर्दैन नि, भनेको जस्तै कहिलेकाहीँ हैन। अब भनौँ न, मेरो भिडियोमा लगभग 30-50 कतिले हेर्नुहुन्छ हैन, 20-25 कति सब्सक्राइबर्स हुनुहुन्छ। त्यसमा आधीले हेर्नु होला, नहेर्नु होला, तर त्यसमा कम्तीमा पनि
कसै एकजनालाई कुनै एउटा लाइनले अलिकति मात्रै भए पनि इन्स्पायर गर्यो, अलिकति मात्रै भए पनि मोटिभेट गर्यो, अथवा म पनि के गरौँ न त, त्यो फेरि अरूको कपी गरेर त्यो भनेर भन्दा पनि आफूलाई केमा इच्छा छ, म के हो चिन्ने प्रोसेस भन्छु नि मैले सुरुको भिडियोदेखि, म के हो चिन्ने प्रोसेस हो कि, किनभने हामी सबैजना एकदम युनिक छौँ नि त। अनि मलाई जेले छुन्छ त्यसले अरूलाई छुँदैन के, नछुन सक्छ। सो आफ्नो त्यो मौलिकपन भन्छ नि, त्यो आफ्नो, किनभने हाम्रो यो थम्ब प्रिन्ट पनि सबैको बेग्लै हुन्छ भन्छ नि त होइन, कसैको कसैसँग पनि म्याच हुँदैन अरे के, संसारभरि कसैको त्यस्तो हुँदैन अरे होइन। अब हाम्रो स्वरूप पनि त कसैसँग म्याच हुँदैन नि त, केही न केही भिन्नता छ नि त, सबै थोक हाम्रो होइन। अब सबै थोक एउटै चिज भए पनि, आकार एउटै भए पनि होइन, एकअर्कामा हामी कति भिन्नता छ नि त। त्यस्तै हाम्रो त्यो भित्रको त्यो चिन्तन, त्यो भित्रको भाव, त्यो भित्रको त्यो इनर वर्क भनौँ न, अथवा त्यो म घर जाने भन्छु होइन, त्यो घर जाने बाटो घर एउटै भए पनि त्यो बाटो चाहिँ फरक हुन्छ कि होइन। जस्तो अब यहाँबाट डाउन टाउन जानु छ भने पुग्ने डाउन टाउन नै भए पनि हामी यहाँ बस्नेहरूले फरक बाटो लिएर जान सक्छौँ, फरक ट्रान्सपोर्टेसन लिएर जान सक्छौँ। कुनै पनि सही छैन, कुनै पनि गलत छैन कि होइन। त्यो सिचुएसन अनुसार जे हुन्छ त्यो एकदम राइट भइरहेको छ, एकदम राम्रो भइरहेको छ। अलिकति आफूमा त्यो एउटा अवेरनेस ल्याउने भन्ने कुरा चाहिँ हो कि, किनभने ऊर्जा त हामीमा ऊर्जा त हामी सबैमा छ होइन। हामी सबै भित्री तहमा त त्यही नै हो होइन, एक्सटेन्सन्स हामी त्यही नै हो। तर हामीले त्यो ऊर्जालाई, त्यो समयलाई, त्यो चेतनालाई केमा डिभाइड गरिराखेको छौँ, केमा बेसी दिइराखेको छौँ, केमा कम दिइराखेको छौँ, त्यो कुरा भन्ने हुन्छ नि त होइन। त्यही भन्छ नि, जेमा फोकस भयो त्यही चिज ठुलो हुने हो भनेर भन्छौँ नि त। सो त्यो अलिकति अवेर भएर कि होइन, डिस्ट्र्याक्सन त छ एभ्री डेमा, एभ्री मोमेन्टमा केही न केहीले त्यो गरिरहन्छ होइन। तर त्यो डिस्ट्र्याक्सन पछाडिको पनि त्यो एउटा ह्युज, त्यो डिस्ट्र्याक्सनभन्दा ठुलो एउटा अवेरनेस छ कि, त्यो ज्योति भनेको जस्तो अघि त्यो ज्योति बलिराखेको छ कि, त्यो बलिराखेको छ, कहिले पनि निम्दैन। बस त्यसलाई एउटा अवेरनेसमा ल्याउने कि होइन। अनि हामी सबैमा ऊर्जा पनि त्यही हिसाबले नै भित्र बलिराखेको छ होइन। भन्छ नि दन्किराखेको आगो भनेको जस्तो त्यो छ। त्यो ऊर्जालाई चाहिँ हामीले कुन ढङ्गमा कसरी लाउने भन्ने चाहिँ अलिकति अवेरनेस चाहिँ, चेतना अलिकति त्यो चाहिँ भयो भने चाहिँ सायद मलाई चाहिँ ठिक जस्तो लाग्छ। किनभने त्यो मेरो उसको कुरा हो होइन। र त्यो गर्दै जाँदाखेरि हुँदै जाँदाखेरि होइन, एक दिन नै हुने कुरा होइन, हुन पनि सक्छ। त्यो कुनै पनि एउटा त्यो लिमिटेसन्स अथवा यस्तै सेट रुल्स भन्ने छैन होइन। तर त्यो क्रममा चाहिँ यो जिन्दगी यस्तो त्यो फुलफुले जस्तो फक्रेर जान्छ कि, त्यो भनौँ न, त्यो फुल एउटा कोपिला छँदा यस्तरी लुकेर बसेको हुन्छ नि त, अनि फक्रिँदाखेरि कस्तो खुलेर उसले संसारलाई साक्षात्कार गर्छ, संसारले उसलाई साक्षात्कार गर्छ होइन, उसकोलाई साक्षात्कार गर्छ। अनि त्यो ब्युटिफुल मोमेन्ट हुन्छ नि त। त्यस्तै गरी हामी पनि यसरी बसिरहेको छौँ नि त, हामीमा खुबी छ, सबै चिज छ, सबैमा हामी बराबर उस्तै हो कि होइन। गुरुतत्व हामी सबैभित्र छ र हामी बाहिर भएका पनि सबै चिज, इभन व्यक्ति मात्र होइन, हामी वरिपरिका सबै चिजहरू भनौँ न, ढुङ्गा, बोट बिरुवा, फलफुल, अरू चिजहरू होइन, जसलाई चाहिँ हामी निर्जीव अवस्थामा देख्छौँ, सूक्ष्म रूपमा त्यसमा पनि गुरुतत्व लुकेको छ नि त। हो, त्यो गुरुतत्वसँगको भनौँ न एउटा टुगेदरनेसमा, जस्तो भन्छ नि स्टुडेन्ट र टिचरको उसमा आएको जस्तो, हरेक कुरालाई त्यो गुरुतत्व मानेपछि त्यो चेतनाको फुल फुल्दै जान्छ जस्तो लाग्छ है। त्यही भएर हतार गर्नु पर्दैन, सबैको त्यो एउटा आफ्नो राइट समय आउँछ नि त होइन, त्यो फुल फुल्ने राइट समय भनेको जस्तो। अनि यो चाहिँ कहिले
सिधिँदैन यो यात्रा होइन। तर कुनै स्टेजमा गएर चाहिँ यस्तो हुन जान्छ कि ओके अब मलाई त्यस्तो त्यो प्यास भनौँ न, त्यो पहिलाको तल हुन्छ नि, त्यस्तो प्यास छैन, त्यो प्यास बुझ्दै जान्छ कि। अनि त्यतिखेरको त्यसलाई चाहिँ परम आनन्दको जस्तो एउटा फिल हुँदै जान्छ कि होइन। अलिअलि यताउता दायाँ बायाँ पनि भइहाल्छ, हामी यही संसारमै बस्छौँ होइन, केहीबाट पनि अछुतो हुन सकिँदैन। तर पनि त्यसले हामीलाई छोइरहँदा घेरिरहँदाखेरि पनि हामी त्यसभित्र त्यही माहौलभित्र पनि एउटा आफ्नो भनौँ न त्यो शक्तिकोसँग आफ्नो शक्तिलाई चाहिँ त्यहाँ हामीले चाहिँ यसरी दुई हातले छेकेको भनेको जस्तो त्यो ज्योतिलाई हामीले राख्न सक्छौँ कि। अनि त्यो एउटा आनन्दको भावमा बसिरहन सक्छौँ हामी, प्रेम करुणा आनन्द होइन। धेरै कुरा छ यसमा विस्तारमा भन्ने हो भनेदेखि। अनि त्यो चाहिँ यस्तो राम्रो एउटा पोजिसन हुन्छ कि, यस्तो एउटा सन्तुष्टिको पोजिसन हुन्छ कि। अनि तपाईँले कहिलेकाहीँ आफैलाई जिस्काउन खोज्नुहुन्छ, यसले चाहिँ मलाई बिथोल्छ कि त्यसले चाहिँ बिथोल्छ कि भनेर एकछिन बिथोले जस्तो हुन्छ, तर तपाईँ आफ्नो पोजिसनमा ब्याक आइहाल्नुहुन्छ कि। अनि त्यो खेल होइन सबै अनि झन् उजागर हुँदै जान्छ, यो पनि खेलै हो, त्यो पनि खेलै त हो। अनि कति कुराहरू आफैले तपाईँलाई थाहा हुँदै जान्छ। कहिलेकाहीँ हामी मान्छे भेट्छौँ होइन, उहाँहरूको जे बोलिरहनु भएको छ त्यसको पछाडिको भाव पनि थाहा हुन्छ नि हामीलाई कहिले कहिले होइन, प्रायः जसो थाहा हुन्छ नि। हो त्यस्तै कुराहरू अरू भनौँ न यो संसारको कुराहरू बिस्तारै बिस्तारै थाहा हुँदै जान्छ कि। अनि त्यो रहस्य खुल्दै गएपछि त के खोजौँ के भेटौँ जस्तोको चाह एउटा त्यसको त्यो मात्रा घट्दै जान्छ नि त। तपाईँ जे हुनुहुन्छ आनन्दमा हुनुहुन्छ होइन, भए हुन्छ नभए हुँदैन भनेको जस्तो। किनभने एउटा प्यास केही हदसम्म मेटिएको सिचुएसनमा हुन्छ है। धेरै लामो भयो कि के हो है, त्यहाँमाथि फेरि अब अहिले त वर्ल्ड कपको टाइम छ, सबैजना इन्जोय गर्नुहोस् है। मैले देखिरहेको छु मान्छेहरू कति खुसी भइरहनु भएको छ। अब मेक्सिको हो कि को हो होइन, अब कसको सपोर्ट गर्नुभएको छ। म त अब केही छैन, म इन्जोय चाहिँ गरिराखेको छु, मान्छेहरूले हेरिरहनु भएको छ उहाँहरूको उत्तेजनालाई, उहाँहरूको एक्साइटमेन्टलाई है, एकदम राम्रो।